नम्बर 3 रहेका छन् विशाल पुरुनी अनुभवी खेलाडी अनुशासन खेलाडी छन् लगातार आफ्नो टिमले नम्बर 3 रहेका छन् विशाल पुरुनी सर्भिस इराउन पुग्यो र फाइदा कमानलाई केटा जिस्केर 5 पोइन्ट लिड गर्दैछ यो टिमलाई गाउँले फेरि पनि कमजोर बेसी कमजोर हुन्छ भने त गाह्रो पर्न सक्छ गाउँले कमान पनि कम छैन सर्भिसमा जर्सी नम्बर 1 ध्यानपुर छन् निकै राम्रो प्लेसमेन्ट थियो र निकै राम्रो स्ट्राइक तर बल कन्ट्रोलमा नियन्त्रणमा छ अझै पनि म गर्न सक्छ खबानलाई खबान निकै राम्रो स्ट्राइक नम्बर 4 बाट लगातार आफ्नो टिमले नम्बर दिलाउने गरेको छ 17-20 मात्रै 3 पोइन्ट छ 3 पोइन्ट मात्रै हाम्रो प्लेसमेन्ट लौटाउन सक्छ तपाईँलाई यो मेटा कसरी सटिफाई गर्छ भन्ने थिए अझै पनि म गर्न सक्छ नाइस प्लेस कमानबाट जर्सी नम्बर 4 बाट यो खालको प्लेसमेन्ट हुन्छ यो खालको खेल हुन्छ भने त कम छैन 18 भइसकेको छ मात्र 2 पोइन्ट छ 18-20 छ नम्बर यसपटक चुकेनन् उनले क्लियर गरेका छन् यसपटक पनि आफ्नो टिमले नम्बर दिलाउने गरेको छ 21-18 छ सिद्धबाबा समुदाय विकास मञ्च सुपर कप यानि 8औं वार्षिक उत्सवको यो फाइनल गेम हो हामी देखिरहेका छौँ सिद्धबाबा समुदाय विकास मञ्चको यो 8औं वार्षिक उत्सव प्रथम कप हो यो खेल रोचक पनि छ फाइनल गेम पनि हो जय बाराथान जिम्पा वर्सेस सिद्धबाबाका आफै बीच संसारको भइरहेको छ निकै राम्रो स्पाइक उत्तिकै सहज छ त्यहाँनिर चान्स लौटाउन सक्छ कमानलाई भन्ने थियो तर स्पाइक सँगै आफ्नो टिमलाई नम्बर दिलाउने स्कोरेको छ 22-19 राम्रो स्ट्राइक वाउ what a nice strike